विशेष अतिथिज्यू यहाँ उपस्थित सम्पूर्ण मेरा विद्यार्थी भाइ बहिनीहरू, अभिभावकज्यूहरू, मेरा दिदीहरू सबैजनालाई म सन्ध्या आचार्यको तर्फबाट हार्दिक नमस्कार गर्न चाहन्छु। आजको दिन हाम्रो आइका स्टेट लाइफ स्टाइलको चौथो वार्षिक उत्सव रहेको छ। हामी त्यसकै कारण यहाँ जम्मा भएका छौँ, भेला भएका छौँ। हाम्रो निम्तलाई स्वीकारेर यहाँसम्म आइदिनु भयो। हजुर सबैजनालाई हृदयदेखि नै एकदमै धन्यवाद टक्राउन चाहन्छु र कार्यक्रमलाई सभ्य, भव्य र सफल बनाउनको लागि हामी तयार छौँ। सबैजनालाई स्वागत। आफ्नो छोटो र मिठो मन्तव्य दिएर जानु भइसकेको छ र अब भने पालो रहेको छ स्वागत नृत्यको। स्वागत नृत्यमा आइका स्टेट साइन्स स्टाइल्स डान्स स्टुडियोका भाइ बहिनीहरूलाई म स्टेजमा आउन हार्दिक अनुरोध गर्दछु। जोरदार तालीले स्वागत गरौँ। भाइ बहिनीहरूले यति राम्रो नृत्य प्रस्तुत गरेर जानु भइसकेको छ र अब भने कार्यक्रमलाई औपचारिकता प्रदान गर्दै फुलको गमलामा जल सिंचन सम्पूर्ण यहाँ उपस्थित हुनुभएका दर्शक निर्णयमा रहनुभएका भाइ बहिनीहरू, त्यसै गरी भाइ बहिनीका अभिभावकज्यूहरू लगायत सम्पूर्णलाई मकवानपुर बाल विद्या सदन डाँडा 18 छ त्यहाँको प्रधानाध्यापक संस्थापकको तर्फबाट आजको विशिष्ट अतिथिको तर्फबाट स्वीकार्नुहोस् ज्ञान अभिवादन। चौथो वर्षमा प्रवेश गरेको यो सुखद उपलक्ष्यमा यहाँ निम्त्याउनु भएकोमा धेरै धेरै धन्यवाद दिँदै यो कार्यक्रम यो विशेष परिस्थितिमा अब हामी यसो हेर्दै गर्दाखेरि पनि यहाँ कन्स्ट्रक्सन चल्दै गर्दा पनि यो बर्खाको बेलामा पनि हामी यो कार्यक्रम गर्ने आँट गर्नु भएको छ। त्यसको लागि पनि म धेरै धन्यवाद दिन चाहन्छु। र पहिलो वर्ष, दोस्रो वर्ष, तेस्रो वर्ष, चौथो वर्ष हुँदै यहाँसम्म आइसक्नु भएको छ। यी वर्षहरू अझै धेरै वर्षहरू उहाँहरूले बिताउन सक्नुहोस्। जोरदार ढङ्गले वडा नम्बर 8 छिमेकी वडाहरूका पनि भाइ बहिनीहरूलाई उहाँको माध्यमबाट उत्कृष्ट नृत्य
सिकाउन सक्नुहोस् र यहाँको बालबालिकाहरूले राष्ट्रिय स्तरमा मात्रै होइन अन्तर्राष्ट्रिय स्तरमा पनि नृत्यको माध्यमबाट हाम्रो देशलाई प्रतिनिधित्व गर्न सकुन् म शुभकामना दिन चाहन्छु। सञ्जय मिसको विषयमा पनि केही भन्न मलाई मन छ। मेरो विद्यालयमा मकवानपुर बाल विकास सभामा पनि उहाँले हाम्रो बालबालिकालाई नृत्य सिकाउनुहुन्छ विगत 4 वर्षदेखि। फेरि सञ्जय मिस नृत्य प्रशिक्षक मात्रै हुनुहुन्न, उहाँ एउटा एथलेटिक्सको एकदम सिपालु खेलाडी पनि हुनुहुन्छ। त्यति मात्रै होइन, नेपालको सायद पहिलो डान्सिङ रियालिटी सो पनि होला सँगसँगै हामी हेर्थ्यौँ टिभीमा, अनि नाचेको देख्थ्यौँ होइन, मान्छेहरू नाचेको देख्थ्यौँ। कमानेको हेटौँडाको नाम कहिले सुनेको थियौँ। पहिलोचोटि हेटौँडालाई चाहिँ गर्व गर्न सक्ने गरी राष्ट्रिय स्तरको नृत्य प्रतियोगितामा हामीलाई गौरवान्वित हुने मौका दिनुभएकोमा पनि सञ्जय मिसलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, आभार प्रकट गर्न चाहन्छु। र त्यति मात्रै होइन, सञ्जय मिसको योगदानको लागि उहाँको माध्यमबाट हेटौँडा चिनियो, कमाने चिनियो, वडा नम्बर 8 चिनियो। त्यसको लागि वडा नम्बर 8ले पनि सञ्जय मिसलाई उत्कृष्ट दर्शक व्यक्तिको रूपमा पनि सम्मानित गर्यो। त्यो पनि हामीले बिर्सनुहुन्न। सञ्जय मिस एकजना मात्र यस्तो व्यक्ति हुनुहुन्छ वडा नम्बर 8ले दर्शक व्यक्तिको रूपमा सम्मानित गरेको व्यक्तित्व हुनुहुन्छ। त्यसको लागि पनि सञ्जय मिसको लागि जहिले पनि आदरणीय हुनुहुन्छ। अनि सुरुमा मलाई लागेको एउटा कुरा चाहिँ भन्नुपर्छ, मैले भन्छु सञ्जय मिसलाई एक प्राविधिक कुरा आयो, ठिकै छ। सञ्जय मिसलाई मेरो स्कुलमा लिएर जाने बेला एउटा सानो 1 मिनटको मेरो त्यो छोटो अनुभव तपाईँहरूलाई सुनाउँछु। सञ्जय मिस त अब रियालिटी सो जितेर आउनु भएको नि त होइन, सेलिब्रिटी त्यति बेलाको भेट्न पनि दिनु होला कि नदिनु होला भन्ने लाग्थ्यो मलाई चाहिँ। सामान्यतया सेलिब्रिटीहरूलाई भेट्न गाह्रै हुन्छ। अनि उहाँले चाहिँ यो हाम्रो उन्नगरभन्दा अलिक वरतिर एउटा सानो हलमा चाहिँ सानो बच्चाहरूलाई डान्स सिकाउनु गर्नु भएको रहेछ। अनि त्यो डान्स सिकाउने ठाउँको मान्छेलाई चाहिँ मैले एकचोटि सञ्जय मिस भन्ने मान्छेलाई भेटाइदिनु न भन्नु भनेको होइन। अनि उहाँले मलाई हुन्छ भन्नुभयो होइन। त्यसपछि आज भेटाइदिन्छु भन्नुभयो, भेटाउनु भएन, धेरै भेटाइदिन्छु भन्नुभयो, भेटाउनु भएन। अनि मैले चाहिँ पछि एक दिन चाहिँ उहाँले बल्ल सञ्जय मिससँग चाहिँ कुरा पुर्याउनु भएको छ होइन। त्यसपछि तुरुन्तै सञ्जय मिसले मलाई भेट्नुभयो, हामी तुरुन्तै स्कुल गयो र उहाँले तुरुन्तै हुन्छ मैले स्कुलमा सिकाउँछु भन्नुभयो। र सञ्जय मिसले डान्स सिकाउनु भएको पहिलो स्कुल हो, यहाँबाट 15 किलोमिटर टाढा छ त्यो। तपाईँहरू विश्वास गर्न सक्नुहुन्छ। त्यतिको सेलिब्रिटी जसले हेटौँडाको जुनसुकै विद्यालयमा पनि डान्स सिकाउन सक्नुहुन्थ्यो। त्यो पनि 1 महिना, 2 महिना, 3 महिना, 4 महिना होइन, आज 4 वर्ष भयो। जति बेला उहाँले यो स्टार्ट गर्नुभयो त्यति बेला त्यहाँ पनि डान्स सिकाउन सुरुवात गर्नुभएको। त्यो मध्येको एकजना डान्सर चाहिँ यहाँ अहिले कार्यक्रम चलाउनु भएको छ। त्यो पनि हामीलाई खुसीको कुरा हो। मैले सानो स्मरण गरेँ सञ्जय मिस कस्तो हुनुहुन्छ भन्ने कुरा। डान्स सिकाउने मात्रै होइन, वास्तवमा मानवको रूपमा पनि, मान्छेको रूपमा पनि उहाँ उत्कृष्ट मान्छे हुनुहुन्छ। सञ्जय मिसको लागि एकचोटि अन्तरात्माबाट धेरै धेरै आभार प्रकट गर्दै जोरदार तालीले सम्मान गर्ने अनुरोध गर्दै यो कार्यक्रम भव्य रूपमा सफल होस् भन्ने शुभकामना गर्दै बिदा हुन्छु। धन्यवाद। Pano
तपाईँ सम्पूर्ण मानवहरू र यस डान्स स्टुडियोलाई शुभेच्छा प्रदान गर्न आउनुभएका सम्पूर्ण महानुभावहरू यहाँहरू सबैलाई नमस्कार। सर्वप्रथम आइटिएले आफ्नो 4औं वर्ष पुरा गर्दै 5औं वर्षमा प्रवेश गर्दैछ। यो सुखद घडीमा म हेटौँडा महानगरपालिका 8 नम्बर वडा कार्यकर्ताहरूबाट बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। अलि हल्ला भएपछि मलाई देखि बोल्नै आउँदैन। नानी बाबुहरूलाई अलि शान्त भएर बसिदिनु हुन म अनुरोध गर्न चाहन्छु। आफ्नो कला संस्कृति र नृत्यको शिक्षाको मार्फत यो समाजलाई एउटालाई पुर्याउँदै आउनुभएको योगदानप्रति म उच्च सम्मानको साथ यो डान्स सेन्टरलाई म धन्यवाद दिन चाहन्छु। अलि हल्ला भएपछि मलाई बोल्नै आउँदैन फेरि। शुभकामना दिन चाहन्छु। मलाई लागेको थियो कि यो डान्स सेन्टर चाहिँ एउटा सानो परिवार जस्तो लागेको थियो। आज यहाँ तपाईँहरू धेरैजना जोडिनु भएको छ, एउटा ठुलो परिवार रहेछ। तपाईँहरू सबै यो डान्स सेन्टरमा जोडिनु भएको छ, यसमा पनि मलाई खुसी लागेको छ। अघि हाम्रो सुशीलराज गुरुजीले पनि यो डान्स सेन्टरको बारेमा धेरै कुरा भनिसक्नु भएको छ। अब यो कला धर्म संस्कृतिको सेवा गरेर हाम्रो यो वडालाई यो समाजलाई जो एउटा योगदान दिनुभएको छ, यो जति प्रशंसा गरे पनि यो कम नै हुनेछ। म यहाँ धेरै कुरा बोल्न आएको थिएँ। तपाईँले आज अलिकता नानी बाबुले हल्ला गर्नुभएको हुनाले म अब धेरै बोल्दिनँ है। अब म तपाईँहरूलाई शुभकामना दिन्छु। यो आइटिए डान्स सेन्टर को उज्जवल भविष्यको कामना गर्न चाहन्छु। म तपाईँहरूसँग रमाउँछु, नृत्य हेर्छु। तपाईँहरू सबैलाई शुभकामना छ। नमस्कार। धेरै धेरै धन्यवाद। अब भने फेरि पनि अर्को नृत्यको पालो रहेको छ। आफ्नो नृत्य प्रस्तुत गरिदिनु हुन प्रस्तुता भाइ बहिनीहरूलाई म स्टेजमा निम्त्याउन चाहन्छु र उहाँहरूको गीतको बोल रहेको छ दुर्लु गाउँ। जोरदार तालीले स्वागत गरौँ। स्टेप एन्ड स्टाइलका सम्पूर्ण प्रशिक्षार्थी एवं सम्पूर्ण अभिभावकज्यूहरूमा मेरो संस्थाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णमा नमस्कार।
सर्वप्रथम त तपाईहरूले विशेष गरी सन्ध्या बहिनीले मलाई सम्झिनु भयो। धेरै धेरै आजको यस कार्यक्रममा अतिथिको रूपमा तपाईहरूले बोलाइदिनु भयो, यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आजको यस कार्यक्रम तपाईहरूको भव्य र सभ्य रूपमा सफलता रहोस् भन्ने शुभकामना पनि दिन चाहन्छु। सन्ध्या मिसको बारेमा धेरै धेरै कुरा आइसकेको छ, मैले भनिरहनु पनि नपर्ला। सन्ध्या बहिनीको बारेमा हाम्रो सुदीप आदरणीय सुदीप दाजुले धेरै कुरा गरिसक्नु भएको छ सन्ध्या मिसको बारेमा। र आज यति रमाइलो गर्ने दिन, त्यही पनि फेरि यो भाषण म आफै पनि भाषण र आसनमा विश्वास गर्दिनँ। म काममा अलिक धेरै विश्वास गर्ने मान्छे, त्यही भएर धेरै भाषण गरिनँ, धेरै बोलिनँ। मेरा आदरणीय दाजुहरूले बोलिसक्नु भएको छ। र तैपनि एउटा महिला आफै सक्षम हुन्छु, म गर्छु भनेर यसरी अगाडि बढ्दै गर्दाखेरि हामीलाई पनि धेरै गर्व लाग्छ। अघि न हामी यहाँ स्टेजमा बस्दै गर्दाखेरि पनि दाजुहरूले भन्दै हुनुहुन्थ्यो, यसरी महिलाहरू यसरी सक्षम भएर अगाडि बढ्दाखेरि हामीलाई पनि धेरै खुसी लाग्छ भनेर। हो, एकदमै हो। कमानेलाई चिनाउने, यो जुन मनोरञ्जनको क्षेत्रबाट कमानेलाई चिनाउने पहिलो व्यक्ति नै सन्ध्या मिस नै हुनुहुन्छ। उहाँलाई फेरि पनि तपाईँहरू सम्पूर्णले उहाँको लागि जोरदार ताली बजाइदिनु हुन पनि म हार्दिक अनुरोध गर्दछु। र बहिनीले यसरी अगाडि बढ्दै गर्दा अहिले 4थो वर्षमा प्रवेश गर्दै गर्दा तपाईँले गर्नुभएको सङ्घर्ष, तपाईँले गर्नुभएको त्याग, जुनसुकै काममा पनि अगाडि बढ्नलाई धेरै सङ्घर्ष गर्नुपर्छ। र एकजना महिलाले अगाडि बढेर म एकदम गर्छु भनेर अगाडि बढ्दै गर्दा तपाईँको आगामी दिनहरू पनि यसरी नै अगाडि बढ्नुहोस्। र तपाईँलाई हामीले चाहिने, मबाट र मेरो संस्थाको तर्फबाट तपाईँलाई चाहिँ हामीले सहयोग, साथ, समर्थन सदा रहनेछ भन्ने प्रतिबद्धता पनि जनाउन चाहन्छु म सन्ध्या बहिनीलाई। र अर्को कुरा, यहाँ जुम्बा पनि भइरहेको छ र सन्ध्या मिसले डान्स त सिकाउनुहुन्छ भन्ने चाहिँ सुनेको थियो। यो आइटी स्टेप एन्ड स्टाइल छ भन्ने चाहिँ सुनेको थियो। तर योभन्दा अगाडिको वर्षमा हामीले यो कमाने महोत्सव गर्दै गर्दा त्यहाँनिर हाम्रा सानो बालबालिका त डान्स गरि नै रहेको हुन्छ, देखिरहेको हुन्छ। तैपनि जुम्बाको डान्स देखेर यति प्रभावित भयौँ हामी, होइन? हामी ओडाका सम्पूर्ण आदरणीय व्यक्तित्वहरू तपाईँहरूको यो जुम्बा डान्स दिएर धेरै प्रभावित हुनुभयो। कमाने मात्र नभई हेटौँडाका सम्पूर्ण हामीलाई भेटघाट हुने आदरणीय व्यक्तित्वहरूले पनि भन्नुहुन्थ्यो कि कस्तो राम्रो, त्यहाँ त एकदम बच्चाको त बरु धेरै कुरा भएन, जुम्बाको त धेरै कुरा भएको थियो कि। उहाँले त्यो गर्नुभएको, उहाँको त्यो जुन एउटा जुम्बालाई रमाइलो मनोरञ्जन मात्र नभएर त्यो चाहिँ एउटा स्वास्थ्यको लागि पनि एकदम राम्रो, स्वास्थ्यको लागि धेरै नै राम्रो। जुन जिम भन्दा पनि जुम्बा एकदम राम्रो हो। मलाई त कता अघि जुम्बाको दिदीबहिनीहरूले यहाँ स्टेजमा नाच्दै गर्दा म चाहिँ जिम गर्न जान्थेँ, होइन? अब त म पनि यता सन्ध्या मिसकोमा जुम्बा नै गर्न आउनु पर्ला जस्तो नै लागिरहेछ कि। तपाईँहरूलाई मैले धेरै लम्बाइनँ है, तपाईँहरूलाई धेरै धेरै शुभकामना। यसरी नै अगाडि बढ्दै जानु। र सन्ध्या बहिनीले गर्नुभएको यो त्याग, सङ्घर्षलाई पनि म एकदम सम्मान गर्न चाहन्छु। मैले थोरै कुरा जोडेँ। पहिला सुरुमा डान्सलाई मेरो पहिला सानो नानीकै डान्स गर्न खोज्दाखेरि उसले इच्छा प्रकट गर्दाखेरि कमानेमा काहीँ पनि थिएन क्या। हाम्रो आदरणीय दाजु यहीँ हुनुहुन्छ, सुदीप दाजुको नानी र मेरो नानी हामीले बजारमा पुर्याउँथ्यौँ डान्स गर्नलाई। र उनीहरूले एउटा प्रोग्राम पनि गराएको थियो। अनि अहिले अब यहीँनिर कमानेमा, यो कमाने 8 नम्बरलाई मात्र नभएर 15 नम्बर, 7 नम्बर सबैलाई प्रभावित हुने गरी सन्ध्या बहिनीले जुन यो एउटा डान्स सेन्टर खोल्नुभयो, तपाईँलाई धेरै धेरै शुभकामना। र यही तपाईँले सिकाउनु भएको, सन्ध्या बहिनीले सिकाउनु भएको प्रशिक्षार्थीले मलाई कता लाग्छ 7 नम्बरमा एकजना नाम चाहिँ मलाई एक्ज्याक्ट थाहा भएन, के गुरुङ ज्यूले, उहाँले पनि आफैले पनि एउटा जुम्बा सेन्टर खोल्नु भएको छ अरे भन्ने कुरा सुनेको थिएँ। हो, यसरी नै अब 7 नम्बरमा भयो, उहाँलाई पनि धेरै धेरै बधाई छ। यसरी नै 7 नम्बर, 15 नम्बरमा पनि यसरी नै गर्नुहुनेछ। र प्रशिक्षार्थीहरू एकदम आफै सक्षम भएर नेतृत्व गर्न सक्छु भनेर यसरी महिला दिदीबहिनीहरू अगाडि बढ्दाखेरि हामीलाई धेरै धेरै खुसी लाग्छ। र मैले यसलाई धेरै नलम्बाइकन फेरि पनि आइटी स्टेप एन्ड स्टाइलका यो 4थो वर्ष प्रवेश गर्दै गर्दा
तपाईँहरूको चौथो धेरै वर्ष यसरी नै अगाडि बढ्दै जानु, तपाईँहरूलाई गर्नुपर्ने साथ समर्थन मेरो व्यक्तिगत तर्फबाट र मेरो संस्थागत तर्फबाट तपाईँहरूलाई साथ समर्थन सदा रहनेछ भन्दै बिदा हुन्छु। धन्यवाद। उहाँलाई धेरै धेरै धन्यवाद। आफ्नो महत्त्वपूर्ण भनाइहरू राखेर जानु भइसकेको छ र अब भने हामी फेरि पनि एउटा नृत्य हेर्नेछौँ। धेरै धेरै धन्यवाद। यति धमाकेदार प्रस्तुति दिएर जानु भइसकेको छ। हजुरहरूलाई कस्तो लाग्यो त? र अब भने हामी फेरि पनि अर्को नृत्य हेर्नेछौँ।
गरिदिनु हुन यसै कार्यक्रममा समावेश सन्ध्या आचार्य मिसलाई म हार्दिक अनुरोध गर्दछु। तपाईँले जोरदार ताली बजाएर स्वागत सम्मान गरौँ। यस कार्यक्रमका विशिष्ट अतिथि सुदीप राजगिरी सरलाई पनि म हार्दिक अनुरोध गर्दछु। अतिथिको रूपमा आजको यस कार्यक्रममा रहनुभएका सरस्वती थिङनाङलाई पनि मायाको चिरो ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। उहाँको लागि पनि सबैजना जोरदार ताली बजाऊ। सन्ध्या मिसले चाहिँ मलाई भर्खरै हजुरको केही जर्नीहरूको बारेमा सेयर गरिदिनु न भनेर भन्नुभयो। म यसको बारेमा खासै प्रिपेयर चाहिँ थिइनँ, त्यही पनि म केही कुराहरू सेयर गर्न चाहन्छु। म चाहिँ मेरो जर्नी भन्दा पनि पहिला म मेरो नानीको जर्नीबाट चाहिँ स्टार्ट गर्न चाहन्छु, किनभने जति बेला चाहिँ हाम्रो आइटी स्टेप एन्ड स्टाइल डान्स स्टुडियो राम्रोसँग बनिसकेको पनि थिएन होइन। त्यो बेलामा चाहिँ मेरो नानीले एकदमै डान्स गर्न रहर गर्ने भनेको कारणले गर्दाखेरि चाहिँ हामीले उता अर्कै डान्स क्लासमा गरिरहेका थियौँ र नानी चाहिँ सन्ध्या म्यामसँग सिक्ने भए सिक्छु, नत्र अन्त चाहिँ म डान्स सिक्दिनँ भन्ने टाइपको नानीको जिद एउटा र मलाई पनि सन्ध्याको एउटा सिकाउने स्टाइल राम्रो लागेको भएर चाहिँ राम्रोसँग डान्स क्लास नबन्दाखेरि उसले चाहिँ आफ्नै रुममा बेडरुममा लगेर सानो स्पेसमै सिकाउने गरेको थियो। अनि
त्यो गर्दै गर्दा पछि अहिले सबैजना हजुरहरूलाई थाहा छ पनि नानी एउटा नेसनल लेभलको डान्स रियालिटी सोको फाइनलिस्ट पनि भएर आइसकेको छ। त्यो पछि 1 वर्षपछि चाहिँ हामीले जुम्बा स्टार्ट गर्दाखेरि हामी जम्मा 4 जना थियौँ। सधैँ यसरी सिक्नु पऱ्यो भन्दाखेरि हुन्छ दिदी आउनु न भनेर भन्नुभयो। हामीले 4 जनाबाट सिकेको जुम्बा अहिले हामी मोर देन 25 जना छौँ र यसको लागि चाहिँ सन्ध्या मिसलाई धेरै धेरै धन्यवाद र म एकदमै खुसी पनि छु र उहाँको एज अ ह्युमन बिङ कस्तो हुनुहुन्छ भनेर अघि हाम्रो सरले भनिसक्नु नै भएको छ है, मैले धेरै कुराहरू एड गर्दिनँ। एउटा चाहिँ मलाई एकदमै राम्रो लाग्ने सन्ध्याको बानी चाहिँ के हो भने ऊ चाहिँ जोसँग पनि के सानो सानो भाइ बहिनीहरू देखिरहनु भएको छ उहाँहरूसँग पनि ठिकै छ, एज अ टिन एजको भाइ बहिनीहरू छन् उहाँहरूसँग पनि ठिकै नै छ र हामी एज अ महिला दिदीबहिनीहरू हुनुहुन्छ र हामीसँग आन्टीहरू पनि हुनुहुन्छ। हामी जोसँग पनि ऊ चाहिँ एकदमै राम्रोसँग बिहेभ गर्छ, उसको त्यो एउटा नेचर चाहिँ मलाई एकदमै राम्रो लाग्छ। र आज आइटी स्टेप एन्ड स्टाइल डान्स स्टुडियोले 4औँ वसन्त पार गरेर 5औँ वसन्तमा प्रवेश गरिरहँदाखेरि चाहिँ सन्ध्या मिसलाई धेरै धेरै शुभकामना आगामी दिनहरूको लागि भन्न चाहन्छु र हाम्रो कार्यक्रम सफल बनाइदिनको लागि निम्तो स्वीकार गरेर आउनुहुने सम्पूर्ण अतिथिज्यूहरू, अभिभावकज्यू, भाइ बहिनीहरूलाई सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। थ्याङ्क यू। यसै गरी कृतिका थापा मगर, एन्जिला राई, भयो भन्दै हो भयो बसेर हामी सैलिन्छ कुछ जान न यसै गरी रोनिका पौडेल, खै त ताली बजाउनु भएको? यसै गरी सुप्रिया थापा मगर, सौरभ तामाङ, सिमरन सिलवाल, यसै गरी रोमिया भट्टराई, यो हामीले वितरण गरेको प्रमाणपत्रहरू चाहिँ एडभान्स क्लासको रहेको छ र अब भने पाला रहेको छ जुम्बा क्लासको। जुम्बा क्लासतर्फ सुशीला कार्की, सरलाई धेरै धेरै धन्यवाद। अब भने म प्रमाणपत्रभित्र यो चाहिँ आइटी स्टुडियोमा 2 वर्षभन्दा बढी समय सिकिरहनु भएको लागि प्रमाणपत्र रहेको छ। ये ठीक है क्या सूर्य खान जानु होला है त। यसै गरी सरिता श्रेष्ठ, दुर्गा दवाडी, नो नो सुषमा घलान, अब
यता आउँछ नि अब तारा गुरुङ सबैजना आफ्नो नामको लागि चाहिँ अगाडि आइदिनु भनेर म अनुरोध गर्दछु है फेरि पनि समिना गुरुङ मन्दिरा भट्टराई सबैजनाले ताली बजाउन बिर्सिनु भयो जस्तो छ है सुषमा देउला यो हाम्रो जुम्बा क्लासको प्रमाणपत्र रहेको थियो अब भने पालो रहेको छ बेसिक डान्स कोर्सको आरुषि सिंखडा अरुणति सितौला खै त ताली बजाउनु भएको रियान्सी चापागाई युनिसा शाह युवार्जु थापा मगर अञ्जना तामाङ त्रिसा तामाङ दुई वर्ष समयभन्दा बढी बिताइसक्नु भएकोलाई धेरै Thank you.
पुर्खादेखि चलिआएको रीति हो यो रीतिलाई हामीले छोड्नु हुँदैन आउन साथीहरू माया गाँसौँ गाउँ झुलौँ र सँगसँगै गाँचौँ धन्यवाद अब भने अर्को नृत्यको पालो रहेको छ र गीतको बोल रहेको छ हात्ती ढुङ्गामा जोरदार तालीले स्वागत गरौँ
डान्स गरेर जानु भइसकेको छ। त्यसै गरी अब भने पालो रहेको छ सानो सानो भाइ बहिनीहरूको र उहाँ
धन्यवाद। यो सानो सानो नानीहरूको डान्स देखेर मलाई नै नाचो नाचो लाग्यो। हजुरहरूलाई के लाग्यो? त्यसै गरी अब भने पालो रहेको छ अर्को नृत्यको। अब आफ्नो नृत्य प्रस्तुत गर्न आउँदै हुनुहुन्छ जुम्बा क्लासका ग्रुपहरू र गीतको बोल रहेको छ नचबलिए। जोरदार ताली स्वागत गरौँ। Yeah.
छ बहिनीहरू यत्रो म यहाँ उभिँदा त गलिसक्यो उनीहरू यति नाच्दा थाक्दा रहेनछन् है अब
मन्दिरा भट्टराई अहिले जोरदार ताली युआरजु थापा मगर अरुणाजी सितौला जोरदार तालीले उहाँहरूलाई स्वागत गरौँ फास्ट लर्नर अवार्ड भनेको चाहिँ क्लासमा टिचरले डान्स टिचरले केही सिकाउँदा चाहिँ सबैभन्दा छिटो टिपेर सिकिसक्ने स्टुडेन्टहरूले पाउनु भएको छ उहाँहरूको लागि जोरदार तालीले स्वागत गरौँ खै त ताली बजाउनु भएको त्यसै गरी अर्को क्याटेगोरी रहेको छ बेस्ट वर्कआउट र बेस्ट वर्कआउटमा अवार्ड हुनुहुन्छ तारा गुरुङ जोरदार तालीले स्वागत गरौँ बेस्ट वर्कआउट भनेको चाहिँ जुम्बा क्लासमा सबैभन्दा मजाले राम्रोसँग वर्कआउट गर्ने भएर उहाँले पाउनु भएको छ अरूले नि गर्नु त हुन्छ तर उहाँ चाहिँ बेस्ट अफ द बेस्ट हुनुहुन्छ त्यसै गरी अरूले पनि ट्राई गर्नुहोला त्यसै गरी अर्को क्याटेगोरी रहेको छ मोस्ट एक्टिभ र मोस्ट एक्टिभ अवार्ड गोज टु सरस्वती अर्याल रियान्सी चापागाई जोरदार तालीले स्वागत गरौँ सरस्वती अर्याल र रियान्सी चापागाई त्यसै गरी क्याटेगोरी रहेको छ मोस्ट पङ्क्चुअल भनेको चाहिँ सधैँ टाइममा क्लास आउने टाइममै जाने आफ्नो काम टाइममै गर्ने पङ्क्चुअलिटी मेन्टेन गर्ने हुनुहुन्छ र उहाँ हुनुभएको छ आरुषी सिमखडा जोरदार तालीले स्वागत गरौँ उहाँ चाहिँ सधैँ क्लास टाइममै आउनुहुन्छ टाइममै जानुहुन्छ आफ्नो काम गर्नुहुन्छ र नेक्स्ट क्याटेगोरी रहेको छ क्युटेस्ट स्टुडेन्ट र यो चाहिँ गेस गराउँदा एनी गेसेस यस उहाँ हुनुहुन्छ श्रेयान गिरी एउटा तालीले स्वागत गरौँ त्यसै गरी मोस्ट पपुलर अवार्ड रहेको छ र मोस्ट पपुलर अवार्ड जान्छ सुषमा नेउला जोरदार तालीले स्वागत गरौँ उहाँ चाहिँ कसरी मोस्ट पपुलर अवार्ड पाउनुभयो थाहा छ उहाँलाई नचिन्ने चाहिँ क्लासमा कोही हुनु नअरे र उहाँलाई सबैले जोरदार ताली बजाऊ त्यसै गरी अर्को क्याटेगोरी रहेको छ मोस्ट ओबिडियन्ट स्टुडेन्ट र मोस्ट ओबिडियन्ट हुनुहुन्छ यस्लिन मल्ल जोरदार ताली बजाऊ मोस्ट ओबिडियन्ट भनेको चाहिँ एकदम आज्ञाकारी टिचरले भनेको सधैँ मान्नुहुने स्टुडेन्ट उहाँलाई फेरि पनि ताली बजाऊ त्यसै गरी अर्को क्याटेगोरी रहेको छ मोस्ट एनर्जेटिक ल यो पनि गेस गर्नु होला को होला मिलेन अरू केही गेस मोस्ट एनर्जेटिक अवार्ड गोज टु सपना देवकोटा उहाँको लागि सबैले जोरदार ताली बजाऊ
है लास्ट बट नट द लिस्ट राइजिङ स्टार सरी अर्को नै अवार्ड रहेछ झन्डै छुटेको है अर्को क्याटेगोरी रहेको छ मोस्ट हार्ड वर्किङ ल यो पनि गेस गरौँ मोस्ट हार्ड वर्किङ स्टुडेन्ट अवार्ड गोज टु सौरभ तामाङ सौरभ कहाँ गयो हुनुहुन्छ स्टेजमा आउनु होला म हो लास्ट बट नट द लिस्ट राइजिङ स्टार दुईजना हुनुहुन्छ गेस गर्नु होला यस बल्ल मिल्यो है त राइजिङ स्टार हुनुहुन्छ रोमिया भट्टराई र करुणा चौलागाई उहाँहरू चाहिँ राइजिङ स्टार हुनुहुन्छ है त अझै यो भन्दा पनि धेरै साइन गर्नु होला ल सन्ध्या मिसको लागि चाहिँ सबैजना एनर्जेटिक सबैजना डिसिप्लिन सबैजना हार्डवर्किङ हुनुहुन्छ तर यो सबै फन क्याटेगोरी छुट्याएको भएर तुम
कुराहरू बोल्छु भनेर आएको थिएँ मैले सबै कुरा बिर्सिन्छ अब बोल्न सबै कुरा बिर्सिन्छ अब मैले अब केही बोल्दिनँ अब ल ओके ल थ्याङ्क यू सबैजनालाई आज आइदिनु भएकोमा एकदम खुसी लाग्यो यति ह्युज फ्यामिलीसँग बसेर यो आइटाको एनिभर्सरी मनाउन पाउँदाखेरि मेरो जुम्बाको दिदीहरू माई गर्लिज थ्याङ्क यू सो मच आई लभ यु एन्ड मेरो बेसिक डान्स क्लासको बच्चाहरू पनि आई लभ यु सो मच अझै हामी अझै सिक्न बाँकी छ अझै अगाडि बढ्नु बाँकी छ अझै धेरै स्टेज प्रोग्रामहरू आउँछ अझै बिस्तारै अझै मिहिनेत गर्नुपर्छ है एन्ड माई रेड एन्ड व्हाइट गाइज यु आर माई पावर बिकज हामी एकदम वर्ल्ड च्याम्पियनसिप जानुपर्छ एन्ड आजको तिमीहरूको डान्सले मैले त्यो वे मैले खुला भएको देखेँ आज थ्याङ्क यू सो मच मेरो कोरियोग्राफीलाई यस्तो राम्रोसँग गरिदिएकोमा आइ एम सो प्राउड अफ यु गाइज आइ एम सो प्राउड अफ यु मलाई एकदमै म बोल्न थालेपछि एकदम इमोसनल हुन्छु भावुक हुन्छु कि मलाई त्यो भएर बोल्नु पनि एकदम आउँदैन बोल्नलाई म बोल्नै चाहदिनँ र बोल्यो भने म इमोसनल हुन्छु सो यस्तै छ 2079 गौतम चाहिँ 79बाट है 79बाट आज 2083 भयो 4 वर्ष भयो मैले आफैले हेर्दाखेरि चाहिँ केही न केही उपलब्धि देख्छु है तर अब तपाईँहरूको साथ मेरो दिदीहरूको साथ मेरो बच्चाहरूको साथ मेरो बच्चाहरूको गार्जेनहरूको साथले गर्दा नै म यहाँसम्म छु कुसुम बहिनी थ्याङ्क यू सो मच ऊ चाहिँ मेरो मकनपुर बाल विद्या सदनको स्टुडेन्ट हो मैले उसलाई डान्स सिकाएको थिएँ पहिला ऊ 10मा हुँदाखेरि लास्ट ब्याच थियो त्यसपछि ऊ पास आउट भयो त्यसपछि अहिलेसम्म नै उसँग मेरो रिलेसन यति राम्रो छ उसले उसको लागि मैले उसको लागि हामी जे पनि गर्न सक्छौँ वी आर मोर देन टिचर स्टुडेन्ट अर मोर देन फ्रेन्ड्स मोर देन सिस्टर्स थ्याङ्क यू सो मच मलाई एकदमै धेरै सपोर्ट गर्नु भने मेरो मामु पनि आउनुहुन्छ थ्याङ्क यू सो मच मामु अनि मैले नाम लिनै पर्ने हुन्छ एकजना हाम्रो मेरो साथी मलाई एकदमै धेरै माया गर्ने सपोर्ट गर्ने एकजना हुनुहुन्छ गुन्जन गौतम आज यहाँबाट soft launch गरिदिन्छु guys. He's my better half. And he's the one who always support me, always एकदमै मलाई हाइपर गरिरहने ओके लेट्स यो गर्नुपर्छ अगाडि बढ्नुपर्छ भनेर थ्याङ्क यू सो मच तपाईँलाई यही स्टेजबाट धेरै धेरै थ्याङ्क यू सो मच एन्ड के भन्नु माई गॉड नाच्छु पुरै नाच्छु तर नाच्छु त्यो टिकटकको जति 15 सेकेन्ड मात्रै नाच्छु है धेरै नाच्नु सक्दिनँ अरू के भन्नुपर्छ थ्याङ्क यू हाम्रो सिग्मा पिक्चर्स मेरो फ्रेन्ड्सहरू सिग्मा पिक्चर्स हो हाम्रो फोटोग्राफरहरू आज आउनुभएको छ उहाँहरूले फोटोग्राफी भिडियोग्राफी गर्नुहुन्छ उहाँको पेज सिग्मा पिक्चर्स छ तपाईँहरूलाई कतै फोटोसोटो खिच्नु पऱ्यो भने उहाँहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ मलाई भन्नु म पनि यही टिमको मेम्बर हो म उहाँहरूलाई कन्ट्याक्ट गरिदिन्छु ओके एभ्री टाइम थ्याङ्क यू एभ्रीवान थ्याङ्क यू आज यतिसँगै आजको कार्यक्रम यही समापन भएको घोषणा गर्दछु विथ माई डान्स ओके थ्याङ्क यू सो मच